तपाईँलाई के भएको छ आजकल? किन यति उदास हुनुहुन्छ? केही होइन बाबु, यो पुरानो मान्छेको मनमा कुरा खेलिरहन्छ। होइन बाबा, मलाई भन्नुहोस् न। मैले कति पटक सोधिसकेँ। हिजो पनि अरू गाउँका मान्छेहरू। मलाई थाहा छ बाबु, उनीहरूले के भने मलाई थाहा छ। उनीहरूले भन्यो कि तिम्रो बाबाले त नयाँ घर पनि बनाउन सक्दैन। अरू सबैले बनायो, मैले मात्रै बनाउन सकिनँ। मेरो यो बलपाखुरा हुँदाखेरि पनि केही गर्नु सकिनँ भन्ने कुरा त सुन्नु चाहन्छस् होला तँ पनि, होइन? बाबा, यस्तो नभन्नुहोस्। मैले जीवनभरि दुःख गरेँ, जति दुःख गरेँ, जति कमाएँ, तिमीहरू बिमारी हुँदाखेरि नै गयो हो। तिमीहरूको पढाइमै गयो सबै कुरो। त्यही भएर मैले केही गर्नु सकिनँ नानी। त्यो बेला मेरो लागि घरभन्दा ठुलो तिमीहरूको भविष्य लाग्यो, तिमीहरूको पढाइ लाग्यो नानी। तपाईँले ठिक गर्नुभयो बाबा। तपाईँले घर बनाउनु नसके पनि तपाईँले हामीलाई राम्रो शिक्षा दिनुभएको छ। यो कुनै महलभन्दा कम छैन। तर समाजले बुझ्दैन छोरा। यो पुरानो घर देखेपछि सबैले सोच्छन् कि यसको बाउले त केही गर्नु सकेन, एउटा घर पनि बनाउनु सकेन भनेर छोरा। अब तपाईँ चिन्ता नलिनुहोस्। म ठुलो भएर एउटा ठुलो र राम्रो घर बनाउँछु।